हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा। आज चाहिँ म काठमाडौँमा छु। हाम्रो छोरीहरू चाहिँ छोराछोरीहरूले चाहिँ करेन्ट चाउचाउ झोल चिज भन्ने खायो। त्यो एकदम पिरो हुन्छ है। मैले अहिलेसम्म खाएको छैन त भन्नु मिल्दैन। खाना चाहिँ खाछु तर त्यो पिरो चाहिँ एकदम थोरै मात्रामा हालेर मात्रै खाछु। आज उनीहरूले त्यो खाएर पनि अझै त्यो एकदम पिरोवाला के यस्तो यस्तो खै के हो यो छोरी करेन्ट भन्ने छ यहाँ माथि चाहिँ नागा चिल्ली एकदम पिरो हुन्छ अरे होइन। मैले खाएको छैन, म खान सक्दिनँ। नो रियाक्सन च्यालेन्ज गर्दैछ। म चाहिँ एप्पल खाँदैछु क्या। अहिले खान्छन् बच्चाले यस्तो डेन्जर पारेर खान्छ नि। मेरो ब्रेसेसले गर्दा गाह्रो हुन्छ खानालाई पनि फेरि। हामी यहाँ छौँ। हेलो 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 पेट पोल्यो रे। अब नो रियाक्सनबाट करेन्ट चाउचाउको कमाल हो कि हामी तिनजनाकै दाँत छैन है। थाहा छैन मेरो यहाँ छैन, मेरो यहाँ छैन। देखाउनु छोरीले सबै थति। हामी चाहिँ यस्तै हो गाइस। हामी एकदम रमाइलो गर्छौँ क्या। छोराछोरी साथी हो क्या मेरो त बेस्ट फ्रेन्डहरू। यिनीहरू एक नम्बरको बेस्ट फ्रेन्डहरू। यु बेस्ट फ्रेन्ड, सी अल्सो बेस्ट फ्रेन्ड। ओके हामीले खोलिसक्यौँ। अब नो रियाक्सन च्यालेन्ज गर्छौँ। पहिला म कसको रियाक्सन छ भन्न है। अघि करेन्ट खाएर भयो दुईटा म तिनटा। अब यो तिनटा एकसाथ एकैचोटि अहिले हामी दुईजना खायो भाइको भाग बाँड्छ। भाइले खाइदिउँ करेन्ट चाउचाउ उसले खानै सकेन। उसले गरिसक्यो। म 5 वटासम्म खान्छु। उसको हावा टाइट भइसक्यो, आउट भइसक्यो होला मलाई लाग्छ। मलाई नि मेरो हातमा अलिकति हो। भाइले दे यो गेममा को जित्यो होला? उसको नाम अविनाश, मेरो नाम समृद्धि, उसको नाम श्रेयान। को जित्यो होला कमेन्ट गर्नुहोस्। अनि हामी चाहिँ यहाँ छौँ। हाम्रो बच्चाहरूको इन्टरटेनमेन्ट यस्तो हुँदैछ। मेरो चाहिँ मम्मी पर्छ। मेरो चाहिँ सानो मम्मी पर्छ। अनि अर्को के पर्छ? आमा पर्छ। हजुरआमा। यस्तै हो गाइस, यस्तै हो। सबैजनाले कमेन्ट गर्नु होला। हाम्रो बच्चाहरूले हाम्रो को जित्यो होला भन्नु। बच्चाहरूले कसले जित्यो, कसले राम्रोसँग चाहिँ त्यो चिल्लीको पिरोको त्यो के भन्छ सहाय कतिको सहन सकेको। अब अहिले चाहिँ यस्तो गाह्रो भएर आयो क्या। यस्तो पिरो खान्छ आमा। म त सक्दिनँ, पिरो खानै सक्दिनँ। एक त म जङ्क फुडै खान्न होइन, त्यही माथि म पिरो खानै सक्दिनँ। तर यो जङ्क फुड खानु त राम्रो होइन नि फेरि।
थाहा छ नि है। त्यसैले सबैजनाले चाहिँ यो खानु हुँदैन, कहिलेकाहीँ खानु ठिक हो तर सधैँ खानु राम्रो होइन हेल्थको लागि। सबैजनालाई यति भन्दै बाई बाई भन्न चाहन्छु। लास्टमा फेरि पनि सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला मेरो च्यानललाई है त, कमेन्ट पनि गर्नु होला है कस्तो लाग्यो। बाई।